नमस्ते साथीहरू, यो भयो आजको डिसको सामग्रीहरू। यो भयो मासु। अब यसमा प्याज काटिदिन्छु कुचुक 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 मजाले गरेर। यो भयो सेरु, मेरो प्यारो सेरु। दादा र म भएर बनाउँदैछु है आज चाहिँ, डोन्ट जज। यो भयो टमाटर, प्यारो टमाटर, लाल लाल टमाटर मैले काटेको। अनि भयो यहाँ भयो तेजपत्ता, तेल हालिदिएको थिएँ पहिला नै होइन। अनि यसमा चाहिँ खडा मसला हालेँ मैले। अन्त चिन्नै हुन्छ सबैले होइन। अब यहाँ अब यो फ्राई हुँदैछ। अब यसमा एक खोर्सानी काटेर पनि हालिदिउँ, पिरो पनि त हुनु पऱ्यो होइन तरकारीहरू होइन साथीहरू। अब यसमा प्याज हालिदिएँ, अलिक फ्राई हुनु लागि अलिक टमाटर पनि हालिदिएँ। फ्राई भएपछि रोस्टेड भएपछि चाहिँ मिठो मिठो आउँछ कि सेन्टहरू पनि टेस्टी बनिन्छ खाना। अब मैले यसो चलाइदिएँ, सबै चाहिँ हालिदिइसकेको थिएँ कि त्यो चाहिँ मिस भयो कि। अब यसमा गार्लिक पेस्ट कसले पिसिबस्छ है, त्यही भएर लु अब यसरी चलाउनु पऱ्यो, यसलाई मजाले फ्राई गर्नु पऱ्यो, तब टेस्टी टेस्टी हुन्छ कि होइन। अब यसमा अलिक नमक हालिदिएँ, स्वाद अनुसार नमक हालिदिएँ है। अब यसलाई चाहिँ अलिक हुनु दिनुपर्छ। अनि सबै मसला थोरै थोरै हाल्नु पऱ्यो, हल्दी, जिराको धुलो, धनियाँको धुलो, रातो खोर्सानीको धुलो, यो सब हालेपछि चाहिँ राम्रो हुन्छ अरे नि त। मम्मीले सिकाएको मलाई चाहिँ। मजाले रोस्ट गरेपछि हेर्नुहोस् कस्तो मजाको धुवा निस्क्यो होइन। यसको मतलब अब चाहिँ मिठो हुनुभयो है साथीहरू। यसमा फेरि अलिक नमक हालिदिनु पऱ्यो, नभए त गलेन भने चाहिँ मिठो हुँदैन नि त। त्यही भएर चाहिँ अलिअलि थोरै थोरै गरेर हाल्नुपर्छ। यसमा अलिकति पानी हालिदिएँ, जसले गर्दा मसलाहरू चाहिँ नडरोस् होइन, कहीँ नलागोस्, नभए त डढेको सेन्ट आउँछ नि साथी। अनि यस्तो भयो। अब यसमा मासु हालिदिएँ मैले। यो त खुट्टा हो है मासुको चाहिँ, तपाईँहरू सबै चिन्नुहुन्छ होला नि फेरि, त्यही भएर चाहिँ मैले भनेन कि। लु अब यसलाई यसरी चलाइदिउँ, अनि मजाले भुटिदिउँ कि नभुटेपछि फेरि मिठो त हुने होइन। मासुलाई चाहिँ मेन हो भुट्नुपर्ने होइन, मजाले फ्राई गर्नुपर्छ जबसम्म रातो भएको कलर चाहिँ आउँदैन। यसलाई भुट्दै गएँ, अब यस्तो कलर आउँदै गयो नि फेरि हेर्नुहोस् है। अब यसमा अलिक पानी हालिदिएँ होइन, थोरै पानी त हाल्नै पऱ्यो। ल अब मैले त अलिक झोल गरेरै हालिदिएँ है, सरी। अनि यो झोल गरेर पानी हालेपछि यसलाई अलिक चलाइदिनु पऱ्यो, सबै मसलाहरू मिक्स गरिदिनु पऱ्यो नि। के मिस्टेक चाहिँ हुनसक्छ है बोल्नुमा, माफ गरिदिनुहोस् है मलाई। अनि यस्तो गरेपछि कुकरलाई ढकिदिने होइन। 2-3 खेप देखाइदिएको नि तपाईँहरूलाई। अनि यसमा ढक्कन लगाइदिएँ, अब यो सिटी लागेपछि पाकिहाल्छ।